विद्यालय छाड्ने जुन अलि बढी छ त्यसलाई अब निःशुल्क शिक्षा नै पालिकाले लागू गरिसकेका छ। त्यही पनि अघि पनि यसमा कतिपय आवाजहरू आइराखेको हुन्छ। ज्येष्ठ नागरिक यो पालन पोषणको लागि न्याय समितिमा यसको विषयमा अलि बढी नै आउँछ। मैले न्याय समितिसँग जोडेँ किनभने बाबुआमाको पालन पोषण गर्नका लागि छोरा बुहारीहरू चाहिँ लड्छन्। यति महिना म पाल्छु भने यति महिना दसैँ पाल्नुपर्छ भने त्यसको आवाज उठ्छ। सम्पत्तिका कुराहरू त्यसमा अंशदण्डका कुराहरू चाहिँ आवाज उठ्छ। तर कतिपय कस्तो हुन्छ भने ज्येष्ठ नागरिक बाबुआमाले चाहिँ एक ठाउँ मात्रै होइन, अब कतिपय एउटा खेलाउनको रूप जस्तै होइन उहाँले चाहिँ त्यो छलफलमा ल्याउनुहुन्छ। कति यस्ता आवाजहरू आइराखेको हुन्छ। यो चोरीको घटनाहरू केही समय चाहिँ हाम्रो यस क्षेत्रमा चाहिँ पालिकामा चाहिँ अलि बढी नै थियो, अहिले चाहिँ कम भएको छ। त्यही पनि थुप्रै ठाउँहरूमा यस्ता यो सडक दुर्घटना अनि चोरीका घटनाहरू न्यूनीकरण गर्नका लागि हामीले अब पहिचान गरी हामीले लगभग मेन चोकमा अनि त्यसपछि महिला मार्गहरूमा चाहिँ सिसी क्यामेराहरू चाहिँ जडान गरेका छौँ न्यूनीकरण गर्नका लागि। त्यस्तै गरी अहिले यो बलात्कारका घटनाहरू, दुर्व्यवहारहरू विशेष गरी यो कतिपय कस्तो हुन्छ भने हामीले उजुरी मार्फत आइसकेपछि बाहिर आइसकेपछि हामीले त्यो घटनाहरू थाहा पाउँछौँ। तर कतिपयहरू कस्तो हुन्छ भने सहेर पनि त्यो भित्रभित्र नै बसिराखेको हुन्छ, त्यो ल्याउन सक्दैन होइन। यसको यी समस्याहरू छ भने अब यो चेलीबेटी बेचबिखन, किनभने एउटा समस्याको रूपमा चेलीबेटी बेचबिखन हामी चाहिँ बर्डरको नजिक छौँ र यसमा विभिन्न प्रलोभनमा पारी जागिरको खोजीमा चाहिँ कतिपय थुप्रा चेलीबेटीहरू चाहिँ बेचिन पुगेका हुन्छन्। यसमा हामीले शिवराज नगरपालिकाले हाम्रो यो शिवराज नगरपालिकामा शान्ति पुण्य स्थापना गृह र सानाहाट नेपाल कोषले चाहिँ दुईवटा संस्थाले काम गरिराखेको छ। उहाँसँग चाहिँ हामीले समयमै चाहिँ काम गरिराखेको छ भने न्यूनीकरण गर्नका लागि अहिले हिजो भर्खरै घटना भयो यो धार्मिक जातीय जुन अहिले पनि छलफल भइराखेको छ। यसमा भनेको जातीयता धर्मका नाममा चाहिँ समुदाय बिच नै यसको के अरे बेला बेलामा यो चाडपर्वको अवसरमा चाहिँ यस्ता घटनाहरू हुने गर्छ। अहिले दुवै अब पक्षहरूलाई चाहिँ सकभर हाम्रो यो शिवराज नगरपालिका सबै जातिको बसोबास रहेको पालिका हो। अब त्यसमा हामी चाहिँ कुनै पनि जातिको नाममा धर्मको नाममा चाहिँ हामीले यस्ता किसिमका समस्याहरूलाई चाहिँ हामीले विशेष गरी फोकस गर्नु हुँदैन र यसमा हामीले सबैलाई अब यो समाजमा बस्ने त्यो अनुसारको वातावरण निर्माण गर्नुपर्छ भनेर भनिराखेका छौँ।